पछिल्लो समय टिकटक, फेसबुक, युट्युबमा निकै चर्चामा आएका बारीकोटका भ्लगर उनी हुन् गणेश सिंह जेआरजी भ्लग्स। आफ्नो भान्जाको मोबाइलबाट भिडियो बनाउन सुरुवात गरी भ्लगर बनेका उनी अहिले जेआरजी भ्लग्स नाममा सामाजिक सञ्जालमा चर्चित बनेका छन्। कर्णाली प्रदेशको जाजरकोट जिल्लाको एउटा दुर्गम क्षेत्र बारीकोटमा जन्मिएका उनी सानैदेखि जिद्दी स्वभावका उनी पढाइ लेखाइमा भन्दा अन्य कुराहरूमा रुचि राख्थे। घरको आर्थिक अवस्था कमजोर भएको कारण उनी 18 वर्षको उमेरमै केही जिम्मेवारी र सपना बोकेर विदेश हिँड्नु परेको थियो। विदेश गएर दुःख पाएको अनि दलालको हातमा ठगिएको उनी बताउँछन्। साउका सैकरा 5 का ब्याज दरमा ऋण लगेर विदेश गएको र 11 महिनासम्म दलाल मार्फत अलपत्र परि ठगिएको गणेश बल्ल तल्ल 11 महिनापछि नेपाल फर्किन्छन्। 1-2 वर्ष काठमाडौँ दलालको खोजीमा कहिले रोटमै खाएर रोटमै सुतेका त कहिले साथीको कोठामा बस्छन्। उनको बच्चैदेखि भ्लगर बन्ने ठुलो सपना थियो। उनी केही समयपछि गाउँ फर्किन्छन् र गाउँमा बेरोजगारी र साउको ऋणले टुपी नागिसकेको हुन्छ। भन्छन् साउको ऋण तिर्न नगरेको काम केही पनि छैन। उनीले पहिलो पटक आफ्नो भान्जाको मोबाइलबाट भ्लग बनाउन सुरु गरेका थिए। आफूसँग राम्रो भिडियो बनाउने मोबाइल नै थिएन। उनले भ्लगमा कहिले गाउँकै बुद्धिजीवीलाई ल्याउँथे त कहिले गाउँकै भाइ रमित, जसलाई खराई उपनामले चिनिने भाइलाई ल्याउँथे। भ्लग बनाउँदै जाँदा हजुर आमालाई गाउँको लोकल भाषामा बोई भन्ने भिडियोहरू पोस्ट गर्छन्। अनि ती बोई बोई भन्दै बनाएका भिडियोहरू टिकटक, युट्युबमा एकाएक भ्युजहरू बढ्दै जान्छन्। टिकटकमा गणेश निरन्तर त्यस्तै भिडियोहरू हाल्दै गए। उनका दर्शकहरूले धेरै माया गर्न थाले। जेआरजी भ्लग्स बिस्तारै प्रख्यात हुँदै गयो। उनको भिडियो कन्टेन्टहरू भाइरल बने। गाउँका साधारण र यथार्थ जीवनशैलीका भिडियोहरूले निकै बजार पायो। उनको भ्लगर बन्ने सपना पुरा भयो। एक सफल भ्लगर बन्न सफल भए। हिजो अर्काको मोबाइलबाट भ्लग बनाउन सुरु गरेको उनी अहिले उनको हातमा आइफोन, साथमा बाइक। उनले केवल एक भिडियो हाल्ने भ्लगर काम मात्र गरेनन्, कतिलाई त आफूले सक्दो सहयोग पनि गरे। कसैलाई कपडा, कसैलाई सोलर बत्ती, कसैलाई पैसा र खाद्यान्न सामग्री समेत सहयोग गर्दै हिँड्छन्। अहिले सामाजिक सञ्जालमा जेआरजी भ्लग्स एक नाम होइन, ब्रान्ड बनेको छ। एक सफल मानिस बन्न सपना देख्नुहोस् र त्यही सपना पुरा गर्न निरन्तर अगाडि बढ्नुहोस्। सफलताले एक दिन तपाईँलाई खोजेर आउनेछ। यदि तपाईँको लक्ष्य दृढ छ र आत्मविश्वासको साथ अगाडि बढ्नुहुन्छ भने तपाईँलाई सफल हुनबाट कसैले रोक्ने छैन। त्यही मध्येको एक सक्सेस स्टोरी हो जेआरजी भ्लग्स गणेश सिंहको।